हेलो एभ्रिवान, आज चाहिँ हामी बिहानै उठेर हाम्रो पानीको मुहान जाँदैछौँ किनकि आज पानी चाहिँ हाम्रो ट्याङ्कीमा आइरहेको छैन। त्यसैले पानी किन के कारणले नआएको भन्ने कुरालाई हामी बुझ्नको लागि गइरहेको छौँ। अहिले पहाडमा चाहिँ साथीभाइहरू एउटा त्यही समस्या हुन्छ पानीको, होइन? कहाँबाट कहाँ लग्नुपर्ने हुन्छ पाइपद्वारा पानी थापेर, होइन? गाह्रो छ जिन्दगी, पहाडी जिन्दगी जिउनलाई। यसरी हामी बिहानै गम्बुट लगाएर निस्किँदैछौँ, पानीको मुहानतर्फ जाँदैछौँ। अहिले हेर्न सक्नुहुन्छ तपाईँहरू पहाडी दृश्य, पुरै कुहिरो आइरहेछ यतातिर। हामी चाहिँ निरन्तर पानीको मुहानतर्फ गइरहेछौँ। पानी चाहिँ कहाँ समस्या आएको हो त, के कारणले हाम्रो पानी ट्याङ्कीसम्म पानी नपुगेको हो भन्ने कुरा तथ्य बुझ्नको लागि हामी चाहिँ निरन्तर गइरहेछौँ पानीको मुहानतर्फ। एकपल्ट यहाँ पनि समस्या आएको थियो, यहाँबाट पनि पानीको भाया बन्द गरिदिनु भएको थियो। यो बाटो सिधै माथिको भ्यू पोइन्ट, भ्यू टावर पुगिन्छ। बिग्रेको चिया बगान, छाँटकाँट गरेको छैन, झाडी हेर्नु मार्केटिङ नभएर हो सकियो। चियाको बगान पनि गाइज रोप्दैमा मात्रै हुने चाहिँ होइन रहेछ। यहाँ हेर्न सक्नुहुन्छ, यसलाई व्यवस्था गरेको कारणले गर्दाखेरि यहाँनिर पुरै यस्तो रुखहरू झ्याङ पुरै झाडी जस्तै भइसकेको छ। बाटो यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। झाडी जङ्गल, जुका लाग्ने धेरै खतरा। यो सबै चियाको बोटहरू हेर्न सक्नुहुन्छ। हेर्नु गाइस, पानीको मुहान पुग्न पनि यस्तो धेरै सङ्घर्ष गर्नुपर्ने। यस्तो बाटोहरू यहाँबाट चिप्लियो भने एकैपल्ट तल। हेर्नुहोस् तपाईँहरू बाटोको दुर्गति। पानी चाहिँ गइरहेछ उता, तर थोरै गइरहेछ। धेरैजनालाई बाँडफाँड गर्नुपर्ने, तर थोरै पानी गएको कारणले गर्दा अलिकति समस्या सिर्जना भएको हो। तल अलैँची खेती हेर्न सक्नुहुन्छ तपाईँहरू। बाटोको अभाव छ यहाँनिर मुहान पुग्न। यस्तो यसरी हामी गइराख्नु पर्नेछ। लडियो भने छैन। फाइनली हामी पानीको मुहान आइपुगेको छौँ। यो हेर्न सक्नुहुन्छ, यो पहाडको निश्चल पानी हेर्न सक्नुहुन्छ गाइज। यो चाहिँ पहाडको निश्चल पानीको मुहान हो। यो पानी चाहिँ मान्छेहरूले पानीको ट्याङ्कीमा भरेर आफ्नो घरसम्म पुर्याउने गर्छन् पाइपको माध्यमबाट। हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँनिर। वाउ, कति चिसो, कति मिठो निश्चल पानी, सङ्लो पानी। अझै माथि पुग्नु पर्नेछ हामीलाई। हेर्न सक्नुहुन्छ तपाईँहरू, बाटो यस्तो दुर्गम र गम्भीर छ, हिँड्नलाई गाह्रो, ठाडे उकालो। फर्केन यही पानी नै थोरै आएको कारणले गर्दाखेरि चाहिँ समस्या भएको रहेछ। भित्र फोहोर भएको कारणले गर्दाखेरि यो फोहोरको माटोहरू चाहिँ निकाल्नु पर्नेछ। यस्तो माटो लेदोहरू छ, अनि माथिबाट यति थोरै पानी आइराखेको कारणले गर्दा चाहिँ पानीको समस्या भएको रहेछ। पानी पर्दाखेरि चाहिँ माथिको मुहानमा झाडीहरू, झारपातहरू आएर छोपिने भएको कारणले गर्दाखेरि चाहिँ पानी चाहिँ कम मात्रामा आउने र गर्दो रहेछ। र त्यो झाडीलाई फेरि सफा गरेपछि चाहिँ यसरी फ्रेस रूपमा पानी आउँछ। र यो पानी सफा भएपछि यो पानी सफा भइसकेपछि यसलाई ट्याङ्कीमा कलेक्सन गर्ने र यहाँबाट चाहिँ पानी अहिले हेर्न सक्नुहुन्छ। यो पानी कति धेरै फोहोर निस्किरहेको छ। एकछिनमा यो पानी सङ्लो हुनेछ। त्यसपछि यो ट्याङ्कीमा कलेक्सन गरेर चाहिँ हामी हाम्रो खाने ठाउँसम्म चाहिँ, हाम्रो चौकीसम्म चाहिँ पानी लान्छौँ हामी। चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो फोहोर पानी निस्किरहेछ। यो सफा भइसकेपछि सङ्लो पानी आउँछ। त्यसपछि चाहिँ खाने योग्य हुन्छ। यहाँ दाइ हेर्न सक्नुहुन्छ,
फाइनली पानी चाहिँ हामीले निकासा गरिसक्यौँ त्यहाँबाट। अब जाँदैछौँ फेरि हामी माथितिर। पानी पिउनको लागि पनि यति धेरै सङ्घर्ष गर्नुपर्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू पाहाडमा। आजको यो ब्लगले चाहिँ पाहाडमा पानी खानको लागि कस्तो सङ्घर्ष गर्नुपर्छ भन्ने कुराको दृश्य अवलोकन गराउन खोजेको हो। दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँबाट बादल। फाइनली अथाह मेहनतबाट हाम्रो पानी आइसकेको छ। यो निस्किँदै गरेको पानी चाहिँ हाम्रो चौकी जाने पानी हो गाइस। हेर्न सक्नुहुन्छ तपाईँहरू प्रेस अघि यति उ गरेको हेर्न सक्नुहुन्छ।